युके एप्लाई गर्ने स्टुडेन्टहरूको लागि सबैभन्दा ठुलो टाउको दुखाइ भनेको ट्युसन फी नै हो। त्यसैले सकभर एफोर्डेबल ट्युसन फी भएको युनिभर्सिटीमा एप्लाई गर्नुहोला। युजी कोर्समा लन्डनमा सबैभन्दा एफोर्डेबल ट्युसन फी भएको युनिभर्सिटी भनेको अल्स्टर युनिभर्सिटी नै हो। यही सेप्टेम्बर 2025 इन्टेकको लागि 3वटा प्रोग्राममा चाहिँ एप्लिकेसनहरू अहिले अनगोइङ छ, जसमा ग्लोबल बिजनेस, एकाउन्टिङ विथ म्यानेजमेन्ट र त्यसै गरी कम्प्युटिङ सिस्टम। र यो युनिभर्सिटीको ट्युसन फी भनेको चाहिँ 10,700 पाउन्ड आफ्टर स्कलरसिप रहेको छ भने यसको इन्ट्री रिक्वायरमेन्ट भनेको चाहिँ आइल्समा 6 नट लेस देन 5.5 र पिटीमा 55 नट लेस देन 51 चाहिन्छ भने एकाडेमिक +2 मा 2.80 जिपिए चाहिन्छ भने क्लास 10 को चाहिँ म्याथमेटिक्समा चाहिँ C+ रहेको हुनुपर्ने छ। यो लन्डनकै हाई र्याङ्किङमा रहेको युनिभर्सिटीमा अप्लाई गर्न चाहनुहुन्छ भने चाहिँ हाम्रो स्क्रिनमा दिएको नम्बरमा कल गर्न सक्नुहुनेछ भने यहाँहरूले एडुमार्क विराटनगर ट्राफिक चोकमा भिजिट पनि गर्न सक्नुहुनेछ।